अबको 24 घण्टामा म क्रेजी भ्लगको रिप्लाई पाउने बेला छु। कसरी त्यो त मलाई पनि थाहा छैन, कसरी पाउँछु त्यो तपाईँहरूलाई पनि थाहा हुनेछ। अहिले चाहिँ भएको छ 10/7/5 जनवरी। भोलिको यति बेलामा नै मेरो च्यालेन्ज सकिनेवाला छ। म क्रेजी भ्लगको रिप्लाई पाएर नै छोड्छु। लास्टसम्म भिडियो हेरिदिनु होला। त्यसपछि के छ, म आफ्नो काममा लागिसकेँ। देख्न सक्नुहुन्छ 10:14 भइसकेको छ। अहिले चाहिँ अलि लेट भयो। मैले चाहिँ 10:07 मा गएको थिएँ। मेरो टाइम चाहिँ 10:07 मा सकिनेछ भोलिको। त्यसपछि म खोल्छु इन्स्टाग्राम, किनकि इन्स्टाग्राममा रिप्लाई पाउने धेरै नै चान्स हुनसक्छ र इन्स्टाग्राम मान्छेहरू आजकल धेरै नै चलाउँछन्। त्यसपछि दाइलाई मैले फलो गरेर नै राखेको थिएँ। त्यसपछि म दाइको आइडीमा गएँ। देख्न नै सक्नुहुन्छ दाइको आइडी। त्यसपछि म दाइको आइडीमा गएँ। मैले अगाडि नै कपी गरेर राखेको थिएँ। मैले लेखेको पेस्ट गरेँ, देख्न नै सक्नुहुन्छ। अनि मैले पठाइदिएँ। पठाइसकेपछि मैले देख्न नै सक्नुहुन्छ के लेखेको छु, अब आफै पढ्नु होला। यो लेखिसकेपछि म चाहिँ सिधा गएँ। त्यसपछि चाहिँ म फेसबुकमा गएँ। फेसबुकमा पनि मैले फलो गरेको थिएँ। त्यसपछि मैले चाहिँ जो कमेन्ट मैले कपी गरेर राखेको थिएँ त्यो कमेन्ट चाहिँ मैले पेस्ट गरेँ। कमेन्ट पेस्ट गरेपछि मैले पठाएँ। मैले चाहिँ यसमा 2 चोटि पठाएँ, त्यसमा केही पनि छैन। त्यसपछि हामीले अरूमा पनि त्यस्तै गऱ्यौँ र इन्स्टामा पनि त्यस्तै गरिदिएको थियौँ। तर यसमा चाहिँ फुटेज नहुनको कारण मैले हाल्न सकिनँ होइन। त्यसपछि मैले हरेक कमेन्टमा त्यस्तै गरेँ कि तलसम्म त्यस्तै गरेँ मैले। त्यसपछि म सिधा आउँछु युट्युबमा गएर चाहिँ दाइले सब्सक्राइब गरेको थिएँ। दाइको कम्युनिटी पोस्टमा गएँ कि म कम्युनिटी पोस्टमा हेर्न सक्ने चान्स धेरै हुन्छ नि त। त्यसैले म कम्युनिटी पोस्टमा गएँ, त्यही लेखेँ जो अगाडिको लेख्थेँ र त्यही पेस्ट गरिदिएँ। तपाईँहरू देख्न नै सक्नुहुन्छ। अलिफुली मिलाएँ र त्यहाँबाट मैले पेस्ट गरिदिएँ। यति गर्दा 10:55 भइसकेको थियो। म इन्स्टामा गएँ, फेरि हेरेँ, अलिफुली नहेरेको रहेछ। अनि मैले अझ त्यही पेस्ट गरेर मैले पठाइदिएँ। त्यसपछि देख्न नै सक्नुहुन्छ दाइको रियल एकाउन्ट नै हो त्यो। त्यसपछि यति गरिसकेपछि मेरो केही काम थिएन, इन्तजार गरेँ र रातिको 7:51 भइसकेको थियो र अझ म गएँ युट्युबमा। दाइको भिडियो आएको छ कि भनेर गएँ। दाइको भिडियो चाहिँ होइन, तर दाइको सङ चाहिँ म्युजिक भिडियो चाहिँ आइसकेको रहेछ। तपाईँहरू देख्न नै सक्नुहुन्छ। मैले त्यसमा पनि छोडेर र कमेन्ट गरिहालेँ। अनि मैले जसरी पनि रिप्लाई पाउनु थियो मैले कमेन्ट गरेँ। तर दाइको सङ आए पनि भ्लग आएन होइन। त्यहाँबाट मेरो धेरै नै फाइदा हुन्थ्यो। त्यहाँबाट मैले कमेन्ट गरेर उहाँले हेर्न सक्ने सम्भावना धेरै नै हुन्थ्यो। दाइको भिडियो आएन। फेरि गएँ इन्स्टामा हेर्छु, दाइको फेरि पनि आएको थिएन। अनि मैले चाहिँ फेरि त्यो लेखेकोवाला पेस्ट गरिसकेको थिएँ 2 घन्टा अगाडि। तपाईँहरू देख्न नै सक्नुहुन्छ। फेरि पोस्ट गरिसकेको थिएँ र दाइले अझ पनि रिप्लाई दिनुभएको थिएन। त्यसपछि चाहिँ म राति सुतिसकेको थिएँ। अहिले चाहिँ उठेँ, 9:23 भइसकेको रहेछ, 24 भइसक्यो। तपाईँहरू डेट पनि हेर्न सक्नुहुन्छ। र म इन्स्टामा गएँ, रिप्लाई आएको छैन। के छ यहाँ, एउटा रिप्लाई चाहिँ आएको रहेछ। फेरि दाइको रिप्लाई आइसकेको रहेछ। फाइनली गाइज दाइको रिप्लाई मैले 24 घन्टामा ल्याइसकेँ। मेरो चाहिँ टाइम 10:07 को हो। मैले रिप्लाई ल्याइसकेको थिएँ र मैले अलि लेखेर मैले पठाइ पनि दिएँ। म चाहिँ दाइको धेरै नै ठुलो फ्यान पनि हो, डेली भ्युवर्स पनि हो। त्यसपछि हेर्न सक्नुहुन्छ ओरिजिनल आइडी हो। फेरि तपाईँहरू फेक भन्नु होला। मैले 24 आवर्समा च्यालेन्ज कम्प्लिट गरि पनि सकेँ। सो फाइनली गाइज मैले चाहिँ रिप्लाई पनि पाइसकेँ। भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लागेमा लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। नराम्रो लागेमा पनि लाइक सब्सक्राइब गरिदिनु होला। अब चाहिँ कसको रिप्लाई पाउने वेट गर्नु हो त गाइज, कमेन्ट गरिदिनु होला। आजको लागि यति नै। टाटा बाई बाई, लभ यु।